ॐ यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुन्वन्ति दिव्यैस्तवै वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालंकृत कुंडल प्रविलसन मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तक धरा रुद्राक्ष मालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरं मुखं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानंद माधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्या प्रसादाद् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी परमेश्वरी को जय। ओम श्री गणेशाय नमः। अथ अष्टविंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यति भएपछि ती ब्राह्मणहरू त्यो भोजन लिई चन्द्रावती ब्राह्मणी भएका ठाउँमा गए। चन्द्रावतीले ब्राह्मणहरूलाई आएको देखेर मलाई पनि केही ल्याइदियो कि भनी सोधिन्। ब्राह्मणहरूले हे पापिनी, त साह्रै पापिनी रहेछस्, तेरा निमित्त हामीलाई कस्तो शरम भयो। तँलाई दिन भनेर हेर्दा राजाको भण्डारै सुकिगयो। यति भोजन रानीलाई भनी राखेको रहेछ, ल्याइदिएको छ ला भनी सुम्पिदिए। चन्द्रावतीले त्यो भोजन पाउने बित्तिकै भोकले चाँडै खाना तयार भइन् र ती ब्राह्मणहरूले हे पापिनी, यस्तो अवस्थामा पर्दा पनि तँलाई अझै धर्मको चेष्टा भएन, मुख धोएर त खा। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो, तँलाई एक उपदेश दिन्छौं सुन। दया की खानी श्री स्वस्थानी परमेश्वरीका व्रत प्रभावले तेरो उद्धार होला, ब्रह्म हत्यादि पाप गरेको भए पनि नाश होला। यसकारण श्री स्वस्थानीको व्रत गर भनी उपदेश गरी घर गए। चन्द्रावती बल्ल तल्ल बडो कष्टले 4 हात खुट्टा टेकी मुख धुन भनी साली नदीमा गइन्, तर साली नदी सुक्दै गइन्। चन्द्रावती रोई कराई माथि आइन् र मुखै नधोई खाउँ भनी भात हातमा लिँदा खरानी भयो। त्यही पनि खाउँ भन्दा ठुलो बतास आई उडाइ लग्यो। तब रुख ढले झैं भूमिमा पछारिन् र ठुलो दुःख पाई 5 वर्षसम्म साली नदीका किनारमा मूर्छा परिरहिन्। अनि पछि कुनै पौष शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गका अप्सराहरू प्रत्येक वर्ष झैं साली नदीमा स्नान गर्न आए। स्नान गरिसकी सूर्यलाई अर्घ दिई बालुवाको शिवलिङ्ग बनाई श्री महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले चाल पाइन् र अप्सराहरूका नजिक घस्रिँदै गई, तपाईहरू देवता हुनुहुन्छ कि मनुष्य हुनुहुन्छ? म पापिनी, कहीँ चल्न सकिन, कोही केही खान दिँदैनन्, खान पनि पाउँदिन, अन्नदान दिनुहोस्। म के पापले यस्ती भएँ, मेरो कसरी उद्धार होला भनिन्। त्यो सुनेर अप्सराहरू भन्दछन् हे पापिनी, हामी इन्द्रका अप्सरा हौं। आज पौष शुक्ल पूर्णिमाको दिन हो। श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न भनी यहाँ स्नान गर्न आइरहेका छौं। तेरो यो अवस्था देख्दा हामीलाई दया लाग्यो, त पनि यही व्रत गर, सब पाप नाश भई तेरो उद्धार हुनेछ। यस्तो अप्सराहरूले भनेको सुनि चन्द्रावती मनमनै गुन्दछिन्। मैले त अरू पाप केही गरेकी थिइन। डुलेहरूले श्री स्वस्थानी परमेश्वरीको प्रसाद भनी ल्याएको अहंकारले थुथु गरी थुकी गोडाले कुल्ची मिल्काएथे, उही पाप लागेछ र यहाँ आइपुगी यो नदी तर्दा म्यानाबाट खसी परिरहेको हुँ। कपिल ब्राह्मणले पनि श्री स्वस्थानी परमेश्वरीका व्रत गरेस् भनी उपदेश गरी गएथे। आज अप्सराहरूले पनि उसै भने श्री स्वस्थानी देवी ठुली रहेछन्, मनुष्य अहंकारले नासिदा रहेछन्। अहंकारले मेरो यो अवस्था भयो, अब म पनि श्री स्वस्थानी परमेश्वरीको व्रत गर्छु भनी अप्सराहरूसित भन्न लागिन्। हे अप्सरा हो, श्री स्वस्थानी परमेश्वरीको व्रतको विधि के हो, के गर्नु पर्दछ, त्यो सबै आज्ञा गर्नुहोस्। त्यो सुनेर अप्सराहरू भन्दछन् हे पापिनी, आज पौष शुक्ल पूर्णिमा हो। आजदेखि हात गोडाको नङ काटी स्नान गरी शुद्ध भई एक भक्त र एक चित्त गरेर महिना दिनसम्म सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु, सके श्री स्वस्थानी परमेश्वरीको कथा सुन्नु सुनाउनु। माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर 100 रोटी, अष्टोत्तर 100 यज्ञ सूत्र, अष्टोत्तर 100 पान, अष्टोत्तर 100 कुडका सुपारी, अष्टोत्तर 100 जात जातका फूल थल थरी थरी सामग्री सबै अष्टोत्तर 100 तयार गरी तामाको थालीमा ओमकार लेखी गंगा जलले स्नान गराउनु। सिन्दूर, श्रीखण्ड, रक्त चन्दन र फूल माला पहिराउनु, धूप दीप नैवेद्य फल कस्तुरी मेवा मिष्टान्न वस्त्र र भेटी चढाउनु। एकचित्त भई श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु, जप ध्यान र स्तोत्र पाठ गर्नु, अर्घ दिनु अनि हे ईश्वरी भनी वरदान माग्नु। वहाँ पछि प्रसाद झिक्नु। उनै अष्टोत्तर 100 का सामग्रीमा
सबैलाई 8-8 गनी झिकी आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए जुन इच्छाले व्रत गरेको छ मेरो सोही इच्छाको सिद्धि होस् भनी गंगामा लगी बगाउनु, 100 रोटी आफूले फलार गर्नु। यति गरिसकेपछि तेरो सबै पाप नाश होला, दुःख दारिद्र्यको नाश भई इच्छा सिद्धि होला, अन्यथा नमानेस्। अब हामी जान्छौं भनी अप्सराहरू स्वर्ग गए। त्यहाँदेखि चन्द्रावती अप्सराहरूका उपदेशले साली नदीमा स्नान गरी एक भक्त रही सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। श्री स्वस्थानी परमेश्वरीलाई सधैँ मनले सम्झिरहिन्। त्यसरी व्रत गर्दा चन्द्रावतीका पाप घट्दै गयो, कुष्ठ निको हुँदै गयो र दिव्य देवताको जस्तै देह हुँदै आयो। 1 महिना पुग्यो र माघ शुक्ल पूर्णिमाका दिन सबै सामग्री तयार गरी अप्सराहरू श्री स्वस्थानी परमेश्वरीका व्रत गर्न फेरि साली नदीमा आए। चन्द्रावतीले देखिन् र अप्सरासित गई, हे अप्सरा हो, तपाईहरूका आज्ञाले पौष शुक्ल पूर्णिमा दिनदेखि स्नान गरी एक भक्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्दैछु। अब व्रत समाप्ति गर्नलाई केही पनि छैन, कसो गरौं भनिन्। त्यो सुनेर देवता अप्सराहरू भन्दछन्, हे पापिनी, केही नभए नदीबाट बालुवा ल्याई त्यसैको सामग्री तयार गरी हामीहरूका साथ लागि व्रत पूजा गर। चन्द्रावतीले हुन्छ भनी नदीबाट बालुवा ल्याई सबै सामग्री बनाइन्। श्री स्वस्थानी परमेश्वरीको प्रभावले त्यो सबै बालुवाको सामग्री साँच्चीकै भयो। त्यो देख्दा चन्द्रावतीले मनमा आनन्द मानी, धन्य श्री स्वस्थानी परमेश्वरी भनी अप्सराहरू कहाँ गई बालुवाको सामग्री सिद्ध भएको वृत्तान्त भनिन्। त्यो सुन्दा र दिव्य देह भएको देख्दा आश्चर्य मानेर अप्सराहरूले, हे सुन्दरी, हामीले तिमीलाई अघि पापिनी भन्दथ्यौं, अबदेखि तिम्रो नाम पुण्यवती भयो भनी आफूहरूका साथमा विधिपूर्वक व्रत पूजन गराए। चन्द्रावती ब्राह्मणीले पूजा गरिसकेर हातमा अर्घ पात्र लिई स्तुति गर्न लागिन्। हे ईश्वरी, अघि मैले नजान्नाले अहंकार गरेर तपाईको धेरै निन्दा गरेथे, त्यो अपराध क्षमा गर्नुहोस्। हे लोकेश्वरी, सबै प्राणीका हृदयमा बसी पाप पुण्यको साक्षी भइरहनु भएकी यस्ती तपाईलाई कोटी कोटी नमस्कार छ। हे भगवती, पृथ्वी जल तेज वायु र आकाश यी पञ्चमहाभूत र तीर्थ व्रत पनि तपाई, सत्व रज र तम यी त्रिगुण पनि तपाई, निरञ्जन निराकार साकार पनि तपाई, स्थूल पनि तपाई, देवता की देवता पनि तपाई, अनाथ की नाथ, मृत्युको मृत्यु र शक्ति रूप पनि तपाई, विश्वभर विश्वमूर्ति पनि तपाई, संसारको भार बोकिरहने पनि तपाई, 14 भुवन पेटमा राखी योग निन्द्रामा शयन गरिरहने पनि तपाई, दुष्टको संहार गरेर साधु जनको रक्षा गर्ने यस्ती त्रिलोक जननी तिनै लोकको आमालाई तपाईलाई कोटी कोटी नमस्कार छ। हे ईश्वरी, तपाईको स्तुति गर्न हजार जिब्रा भएका शेषनाग चतुर्मुख ब्रह्मा यिनले पनि नसकेको म स्त्री जातिले कसरी सकुली। म पापिनीका पूजादेखि खुसी भई दुःखका समुद्रबाट पार गर्नुहोस् भनी अर्घ दिन सबै पूजा सकियो र अप्सराहरूले प्रसाद झिकी, हे पुण्यवती, अब हामी जान्छौं भनी स्वर्ग गए। चन्द्रावती अप्सराहरू गएपछि साली नदीका तीरमा तृणको कुटी बनाई। श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झेर राति जागा भइरहन्। उज्यालो भयो र साली नदीमा स्नान गरी अष्टोत्तर 100मा 8-8 सबै सगुन समेत हातमा लिए। हे ईश्वरी, मेरा पति यहाँ छैनन्, कसरी दिउँ? मेरा स्वामी नवराजसित चाँडै भेट होस् भनी साली नदीमा बगाइन्। 100 रोटी आफूले फलार गिनिन्। श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले चन्द्रावतीका सम्पूर्ण पाप नाश भई अघि भन्दा पनि झन राम्रो शरीर भयो। त्यो देखेर आनन्द मानी धन्य श्री स्वस्थानी परमेश्वरी भनी बारम्बार मनले प्रणाम गर्न लागिन्। इति श्री स्कन्द पुराणे केदारखण्डी माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां चन्द्रावती व्रतचर्या नाम अष्टविंशोऽध्यायः। ओम उपनयतु मंगलम व सकल जगन मंगलालय श्रीमान दिनकरा किरण निबोधित नव नलिन दल निवीक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्र पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां सतां तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग या कुन्देन्दु तुषार हार धवला या शुभ्र वस्त्रावृता या वीणा वरदंड मंडित करा या श्वेत पद्मासना या ब्रह्माचित शंकर प्रभृति विदेवै सदा वंदिता सा मां पातु सरस्वती भगवती निशेष जाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसिता स्वभावात् करोमि यद्यद् सकलं परस्मै नारायणायेति समर्पये। तत् श्री स्वस्थानी परमेश्वरी को जय। सांब सदा शिवजी को जय। राष्ट्रदेव पशुपतिनाथ को जय। हर 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 महादेव।